सोल्टी आधी भिडियो बनाएर राख अहिले अब रेडी भएपछि आधी बनाऊ नि कस्तो लाग्छ फुट्किसक्यो त्यो बाजे पानी हुँदैन र एक यहीँ बसेको जाँदा सात किलो 200 ग्राम भएछन् ल के बोकेको यस्तो मरेको के गाडी भालु ओइ पाऊ त्यति सामान न खाप्दैन मासले खाप्दैन के खाप्दैन भने मार हान्न हान के मा अब यसो कसर गराउनु त मार हो जान्छ त मैले ल्याउ भनेको यो म त लिएछु के डालेको त्यसले खतरा मन लागेको होला मलाई के बुढ्नु भन्दै ओ बाजे के गर्न बसेको यही हाल्न जान्छु के साह्रो हुन्छ ब्युटिफुल हो ब्युटिफुल हो राम्रोसँग सिँगार पटर गर ब्युटिफुल अब यसलाई चक्क स्टिच देखि है होइन सानो सानो खाले स्टिच तोर आँखी म देखिला दिल हमर हराइला माया के डोरी बधाई मोबाइल में फोटो सपना बना बिना साजे नहीं शहर ना गाँव गाँव साँझ परे चांद निकल याद तोरे आवे हवा संग संग मन हमर गावे हंसी तो मीठ जहर सबड़ सानो पिकनिक गर्न आउनु भएको छ एक बेर देखला भुलाइल सारा तोर आँखी म देखिला दिल हमर हराइला माया के डोरी जिंदगी बधाइला पेपरमा अट्नु पर्यो करे पेपरमा अट्नु पर्यो करे सब दुनिया भूला के बस तोरे माया हाथ में हाथ रख के चल सधे संग तोरे नाम लिखल बा दिल के हर रंग लड़ाई झगड़ा होके फेरू मिल जाई चाम्रो भयो साचो माया कहिले हार नहीं खाई तोर आँखी म देखला दिल हमर हराइला जन्म जन्म खातिर माया लिखाई अस्ति नै आउनु पर्ने भन्नु होइन कोइला अलि धेरै हालिदिनु कि के हो र थोरै थोरै भयो जस्तो लाग्छ मलाई त
हजुर तोर आँखीमा देखिला पेपर मार्ने हो दिल हाम्रो हराइल माया की डोरीमा जिन्दगी बधाइल मोबाइलमा फोटो सपनामा नाम तोर बिना साजे नै सहर लाऊंगा साँझ परे चाँद निकल याद तोरे आवे हवा संग संग मन हमर गावे हंसी तोर मीठ जहर सा बड़ असर एक बेरा देखिला भुलाइल सारा डर तोर आँखीमा देखिला दिल हाम्रो हराइल सिल्टीले चाहिँ हैदराबादी माया के डोरीमा स्टाइलमा चाहिँ अब जिन्दगी बधाई के भन्छ टोटली यसको नाम चाहिँ कुन कट हो यो? के रे फेसबुक टिकटॉक रील बारबेक्यू रे तोर छाया बारिश सब दुनिया भुला के बस तोर माया हाथ में हाथ अच्छासँग मालिस गर्नु। के चल बस पगर चाहियो भने तोर कान्छी नाम लिखल बा दिल के हर अंदर लड़ाई झगड़ा होके फेरू मिल जाए साँचो माया बाला जति मालिस गर्छ नि त्यति बलियो तोर आँखीमा देखिला दिल हाम्रो हराए जन्म जन्म खातिर माया लिखाए कश्मीरी हालेको त हाल्यो खाके कसुटे हालेर त नमोले भनेर त्यसले मलाई लाग्यो त सोल्टी मसला बरु कम भयो क्या है कि छ मसला त अर्कोमा दल्ने होला नि डाइरेक्ट ट्र्याक्टरै राखेर करेन्ट लाउन लाग्दो रहेछ क्या भयो खै र जेपिटी चल्दो रहेछ त्यो चल्दैन जेपिटी नचलाऊ होइन कुन चलाउनु र अन्त ट्र्याक्टर लिएर यो खतरा गराउनु भएको छ क्या अब त्यहाँ डुक्रे अहिले राम्रोसँग फुक कान ढुङ्ग्रो चाहिँ फेरि सँगसँगै सर्ला होला त्यसमा फेरि अब माल हाल्ने हो नि फेरि त्यसमा केमा त्यो ढुङ्ग्रो फेरि हालेर लाने माल हाल्ला च्यात दिस खै भन्दा हुक्का हाल्नु किन च्यात्नु हो कोइला हाल्नु न कोइला हालेर खानु नि त्यो हुक्का खै त कोइला पेपर ए म त त्यो फेरि काल कोइला हाल्नु एकजना एकरो च्यात अच्छा कोइली लिने क्या मैले थोडा हाल्नु कति दुईटा हालेको दुईटा प्लास्टिकको एक च्यात दिने होइन छोडी नाही त्यसलाई ऱ्यापिङ गर्ने होला चाहिँ भयो धेर त होइन त्यसमै बहुत काफी रस निस्किने ठाउँ त राख्नु पर्यो सुप अनि बाँध्न पर्दैन किन भन्नु छोडी त्यो निस्किनु निस्किनु केही हुन्न यो लगातार एउटा भयो हैदराबादी होइन हैदराबादी कि कुन बादी अझ एक रट त्यसरी दाप्नु हो कि किन हड्डी परेर है सोल्टी ए जान्छ र जान्छ 4 राउन्ड हानिदिने त्यस्तो होइन यस्तो हाल्नु न त्यस्तो
त्यसरी 4 राउन्ड हान्यो अनि त्यहाँतिर फेरि यता साइडबाट नि हान्यो ओके हो त्यसो भने 4 राउन्ड अब 1 राउन्ड मात्रै हान्यो फेरि यता नि हान्दैन दुबारा ल भयो च्याप्नु त फेरि हान्दै यता हान्दै पातला हान्यो भने च्याप्नु सफ्ट वाला स्टिल पेपर रहेछ हार्ड वाला रहेछ यस्तो र्याप गर्नु त भन्छ र्याप गर्ने यस्तो होइन हार्ड वाला पनि र्याप गर्नु मिल्छ कि तर कोइलाको अच्छासँग त कारबाही हराम भनेको यो हो कस्तो दामी भयो हैन अच्छा भयो जतिले बेला भिडियो पर्छ सोल्टी आज नोकरी छ भोलि टोकरी बोक्नु पर्ला फेरि फेरि सोल्टी आज नोकरी छ भोलि टोकरी बोक्नु पर्ला हेर है कटाटीहरू अलि राम्रोसँग सिक आक्रोचोटि फेरि यस्तै बनाउनु पर्छ अब के को मासु हान्ने त अब नेक्स्ट टाइम हाँडी घोप्टेको कहाँनिर पाल्छ है हाँडी घोप्टे मोबाइल भन्दा पुछेन र मैले यहाँ रहेछ कि पुछेन भन्ने कुरा अब के गर्नु त रे दुईटे गरेर झेङ्गटा मागेर ल्याउनु हुन्छ नि यसलाई त माथेलाई हात जुन कैदैन एकैछिन पाइ पुरिदिन्छ होला नि मुनि हान्सल्टे यसलाई त त्यो त माटो हाल्नु हुँदैन अब यहाँ माटो लपट नपायो भए यस्तो दामी हुन्छ छोटे अझै छिटो पाक्थ्यो होइन छिटो भन्दा नि बास्नै अर्कै हुन्छ कि खाँदै अर्कै हुन्छ कि त्यो पनि बोलौँ माटो 1 किलो 2 किलो 3 किलो 4 किलो 5 किलो 6 किलो भएन यो त उस गर्ने रे केटाहरूले त्यही मसला त मोल्नु पर्यो के पोल्नलाई बाबा ए झिरमा उन्ने रे के के रे उस विङ्स हो स्टेप यही हान्दै के ओके गाइज भइहाल्छ नि एकचोटि उस गर्दा बिउ है नि त भुटुवा मुस मारे जाइछि क्या सोल्टी मुस मारे जाइछि अरे अब हेर्नु कस्तो भइसक्यो दाइ पहिला भइसक्यो र फर्काउँ न थाहा हुन्छ त ठिकै नि घाँसे नजाए पहिला नाच्चे बनाएको अब हेर्नु जलमा है त्यहाँ राख्नु कि सुन्ने काँचै छ कि कोइला मन्दिर बुझ्यो बाँस झाँक्यो त्यो गयो भने पाइन्छ होला त कहाँ पाइन्छ मसलै बनाएर हाल्छ मरिया मोबाइल हो ठाडो गरेर राख त्यसरी होइन लगेडा काम आनन्दले राम्रोसँग ब्युटिफुल तरिकाले गर है ब्युटिफुल ब्युटिफुल महिना होला नि यत्रो छ त त्यो त काँचै खाने हेर उहाँ पारा बेग्लै छ के त होला है आज बाजाको ए ओइ के गरेको यस्तो मुस मारेको निस्केला है अब मुसा ऊ
आम्मा मुस मारे जाइ छि झन् हक्के गरेको आम्मा गनाइ गना हराउला त्यस्तै कोइला सिद्धि रहेछ यस्तो ब्युटिफुल मान्छे यार आम्मा हैट ब्युटिफुल हो र ह्यान्डसम भने ह्यान्डसम ओ ह्यान्डसम हो कहाँ हाल्ने माथि हेत तेरिका अझैसम्म म त कहाँ भुलेर बसेर रहेछ यार ब्युटिफुल भन्दै बसेँ भान्जा हिँडेको त भान्जीले प्याम्पस ल्याउन भन्थे अब दन पनि यो दन के भन्छ छोडी माथि त अच्छा हुन्छ म दन गाइदिन्छु के है त साबुन के हो त माटो उस के अरे लास जलाउनलाई चाङ्ला जस्तो त्यसमा भन्ने रे भाइ यार खानेकुरालाई हेर त सेम छ यार यो फेरि के यो के गरेको यो यस्तो नि हुन्छ कस्तो बोल्छ अब हेर्नु बाबा यहाँ हेर न अब हेर्नु कस्तो बोल्छ ल त्यो मिला दौ डढ्यो त्यस्तै भन्ने सिकाएर आयो क्या पहिले त्यस्तै म त प्याम्पस लिएर भने भनिदिन्छु यो को यो चलाउने मान्छे यो बनाउने मान्छे को हैदराबादी हो छैन जस्तो चाहिँ हेर्दा त देशी पल्टनको सहस्त्र हेर्नुहोस् त हेर्दा त त्यस्तो देखिन्न हो र पक्कै हो हेर्दैन नि त हो भेरी गुड हो अच्छा बाटोमा के हुन्छ भने थाहै छैन यहाँबाट सिधै अनि त्यही भएर त घरमा गएर गरौँ भनेको होइन बाटोको अनि के अरे बाटोमा के हुन्छ अनि त्यसपछि भएको खर्च कति खर्च भयो यता जरा पर्छ नि मोबाइल छ क्यालकुलेटर छ गाडी पक्का भगान हेलो मिस्टर के अरे ए यार थोरै दिमाग अलि कमजोर छ कि त्यही भएर भुलिहाल्छ ठिक छ त के गरेको थियो दाँत कोटाएर हेलो मासु खाएर दाँत कोटायो रेलकै उस्तो पहिलो भेट परिचय देऊ भन्दा मनले तिमीलाई रोज्यो नजानेरै मेरो धड्कन तिमीतिर खोज्यो हावा जस्तै हल्का मनमा खुसियाली छायो हजुर तिमी बिना एक पल अब जिउन सकिन्न जस्तो लाग्यो तिम्रो हाँसोले भरिन्छ मेरा सपनाहरू तिम्रो नजरमै हराउँछु म हजारौँ पलहरू बिना निम्तो पनि आउने तिम्रो यानो मायामा म हराइरहन्छु तिम्रो छेउछाउ हुँदा म बगिरहन्छु जीवनको हरेक मोडमा टिम हो हाम्रो साथीहरूको त्यो बसाइ आजको दिन ल हाम्रो सुली भान्जाले आज चाहिँ
अति रमाइलो गर्यो हैन सब दिल खुस बनाइदिएको छ त्यो के भन्छ भान्जीहरुको यो पनि आज हाम्रो सदस्य अरु खै त चालु रहेछ एउटा सेते काले कता काले उता रहेछ फोनमा छोटो मेसेज के छ माइनसको हाल खबर बहुत तिम्रो अच्छा भएको हैन ठिक छ त्यो खाने खान नसक्ने भएर त्यो तीनटा डढेको क्या भन्छ नि त्यो तीनटा हामीले खान सक्थेन हैन त्यही भएर डढेको बाँकी चाहिँ अच्छा भएको हिजो आज सपना पनि सेते तिमीमै अडिएको काले छ अन्डाको पाइला भइसकेपछि तिम्रो मुस्कानै प्रिय लाग्दो रहेछ थाहा भएको रे अनि बिर्सेको रे ठुली घर आइसकेपछि थाहा भएको के हेरे यता घरबाट आइसकेपछि एउटै बाटो हेर्न पाऊँ एउटै छायामा बस्न पाऊँ